हेलो गाइस, दर्शक नमस्ते। तपाईँहरू धेरैजनाले सोधिराख्नु भएको थियो कि अब मेरो भाइ बहिनीलाई पनि जापानतिर पठाऊँ भनेको स्टुडेन्ट भिजामा यस्तो न्युजहरू आइराखेको छ। स्टुडेन्टमा जाँदाखेरि त धेरै गाह्रो हुन्छ अरे, यस्तै हुन्छ अरे भनेर भनिराख्नु भएको थियो कि। अनि त्यसको लागि चाहिँ कस्तो हुन्छ भनेदेखि अब पहिले र अहिले खासै चेन्ज भएको होइन है स्टुडेन्ट भिजाको लागि। अनि त्यसमा पनि कस्तो हुन्छ भनेदेखि अब पहिले चाहिँ अलिक मेहनत गरेर जाने चलन थियो नि त होइन, अलिक धेरै राम्रै ठाउँ गए जस्तो लाग्थ्यो नि त प्रायः जस्तो। अहिले त प्रायः धेरै गइसक्नु भयो नि त। अनि अहिले कस्तो छ भने त्यति धेरै मेहनतै गर्दैनन् कि कसैले पनि। जस्ट अब इन्टरभ्यू पास भयो भने भइहाल्यो, कन्सल्टेन्सीले जसरी पनि पठाइदिइहाल्छ। पठाएन सिओई रिजेक्ट भयो भनेदेखि पैसा मागौँला, के गरौँला, यस्तो गरौँला भन्ने सोच बनाएर बसिराख्नु भएको हुन्छ नि त प्रायः जस्तो। अहिले म पनि यसो हेर्छु होइन, त्यति धेरै मेहनत गर्ने कोही पनि देखेको छैन कि। इन्टरभ्यू पास भयो भने भइहालिन्छ, उता गएर अनि पढ्ने नै आखिर भन्ने जस्तो भइराखेको छ नि त। अनि यस्तैले गर्दाखेरि चाहिँ अस्ति भर्खरै पनि एउटा न्युज आइराखेको थियो कि सायद जुलाई इन्टेकमै गएको स्टुडेन्ट होला होइन। अनि भर्खरै जानुभएको थियो अरे, 4 दिन भएको थियो अरे उहाँ गएको। अनि अनलाइनमा त्यस्तै सामान आएछ है, अनलाइनमा कसले मगाएको थियो आएछ उहाँको रुममा। अनि त्यसपछि उहाँले चाहिँ के गर्नुभएछ भनेदेखि उसले सोधेको थियो होला सायद यो सामान तपाईँको हो यस्तो भनेर, उहाँले चाहिँ हाई भनिदिनु भएछ कि होइन। अब उसले त छोडिदिएर गयो। अनि उहाँले अनबक्सिङ गर्नुभएछ कि सामान, अब कसको हो थाहा छैन होइन। ल्याङ्ग्वेज राम्रोसँगले बुझेको भए पो अब फर्काउने त यस्तो त्यस्तो भनेर उहाँले हाई भनिदिनु भयो, सक्यो, सामान छोडिदिएर गयो होइन। अनबक्सिङ गरेपछि अनि पुलिस रिपोर्ट भएछ। अनि पुलिसहरू आएछन् कि। अनि त्यसमा पनि उहाँको नजिकैको होइन हाम्रो गाउँतिरकै एकजना दाइ हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ हेल्प गरिदिनु भएछ कि उहाँलाई। उहाँ भर्खरै नेपालबाट आउनुभएको हो, त्यति धेरै ल्याङ्ग्वेजहरू बुझ्नु हुँदैन भनेर उहाँले जापानको पुलिसलाई भनिदिनु भएछ। अनि त्यति धेरै केही पनि होइन, केही पनि कारवाही गरेन। अनि त्यसपछि धेरै जसले चाहिँ के भइरहेको छ भनेदेखि जापानमा चाहिँ के अहिले प्रायः जसो भइराखेको मैले देखेको चाहिँ के हो भनेदेखि समयमा ट्याक्स नतिर्ने अनि इलिगल कामहरू गर्ने। अनि त्यस्तोलाई 30 दिनको भिजा नदिएर कि 3 वर्षको दिन्छ त होइन। अनि आफ्नो देशमा त यहाँनिर नियम उल्लङ्घन भयो भने कारवाही हुन्छ, अनि अर्काको देशमा बाँकी राख्छन् त। सबैजना नियममा त रहनु पर्यो नि होइन।